नमस्ते सबैलाई। म गणेश बहादुर मल्ल यो डडेलधुरा जिल्लाको अजिमेरुकोट नागी मल्लको दरबार क्षेत्र हाम्रा जिजबुवा नागी मल्लको यो दरबार क्षेत्रमा हामी दुईजना दाइ भाइ जाँदैछु। यो नागी मल्लको यो प्रवेशद्वार हामी यो नागी मल्लको यो प्राचीन ऐतिहासिक नागी मल्लको दरबार क्षेत्रमा हामी गइरहेका छौं, प्रवेश गरेका छौं। यो खुट्किला यो नागी मल्लको दरबार को क्षेत्रको जाने बाटो यो माथि यो प्राचीन नागी मल्लको हामी एकैछिनपछि दरबारमा पुग्नेछौं। प्राचीन हाम्रा जिजुवाहरूको यो मल्ल वंशको यो ऐतिहासिक प्राचीन दरबार क्षेत्रमा हामी जाँदैछु। यो भग्नावशेष माथि यो सबै यो क्षेत्र यो नागी मल्लको यो दरबार क्षेत्र हो। प्राचीन यो नागी मल्लको यो दरबार क्षेत्र यो डडेलधुरा जिल्लाको अजिमेरुमा पर्दछ। यो डडेलधुराको यो अजिमेरु गाउँपालिकामा यो नागी मल्लको यो ऐतिहासिक अनि दरबारभित्र हामी प्रवेश गरिराखेका छौं। यो डडेलधुरा जिल्लाको अजिमेरुकोटमा हामी प्रवेश गरिराखेका छौं। यो नागी मल्लको यो प्राचीन यो ऐतिहासिक यो दरबार क्षेत्रमा हामी प्रवेश गरिराखेका छौं। हाम्रा पूर्वजहरू हाम्रा जिजुवाहरूले यो जिल्लामा नागी मल्लले राज्य सञ्चालन गरेको यो नागी मल्लको ऐतिहासिक प्राचीन दरबारको यो प्रवेश द्वारमा छौं। यो डडेलधुरा जिल्लाको अजिमेरु ठाउँमा पर्छ। यो नागी मल्लको यो राज दरबार छोटकरीमा यहाँ यो कचहरी घर अनि यो नागी मल्लको यो खोलाला निवास यता नागी मल्लको हामी ऐतिहासिक क्षेत्रमा छौं। अहिले यो घोडा तबेला राख्ने ठाउँ नागी मल्लको घोडा तबेला राख्ने ठाउँ यतातिर यो राजगुरु निवास यो नागी मल्लको यो भग्नावशेष ठाउँमा यो राजगुरु निवास यो नागी मल्लको यो राजगुरु निवास हामी देखाइराखेका छौं। यो नागी मल्लको सैनिक निवास यहाँ सैनिक निवास यो नागी मल्लको यो दरबारमा भग्नावशेष भएको दरबारमा हामी छौं। यहाँ यतातिर देखाउँदा यो बान्नो गोर्खा बान्नो यतातिर र यो सबैलाई हामी यो डडेलधुरा जिल्लाको यो डडेलधुरा जिल्लाको यो नागी मल्लको यो भग्नावशेष दरबारमा अहिले हामी आएका छौं। सबैलाई धेरै धन्यवाद दिँदै हाम्रा यो पूर्वज नागी मल्ल
का सन्तानहरू डोटीको पसनाली, डडेलधुराको कोरगाउँ र गुन्पालका मल्लसँग सम्बन्धित रहेको पाइन्छ। नागी मल्ल पश्चिम नेपाल विशेष गरी डडेलधुरा क्षेत्रका जिल्लाको मल्लवंशीय राजा मानिन्छन्। क्षेत्र डडेलधुरा जिल्लामा पर्छ। यो नागी मल्लको यो कचहरी घर, यो नागी मल्लको यो दरबार, यो भग्नावशेष दरबारबाट यहाँ सबैलाई हामी सम्मान सहित धेरै धेरै धन्यवाद सहित पुरातत्व विभागले अजयमेरुकोट पुरानो मल्ल दरबार क्षेत्रको उत्खनन कार्य सुरु गरेको जानकारी गराउन चाहन्छु। म बसेको स्थान वरिपरि 2 तले संरचना भएको 14 कोठे दरबारका अवशेषहरूको संरचना मात्र अहिले देख्न पाइन्छ। यो 13औं शताब्दी भन्दा अगाडि करिब 800 वर्ष पुरानो प्राचीन ऐतिहासिक यो स्थान अहिले अवशेषको रूपमा मात्र देख्न पाइन्छ। यो स्थान खुला जीर्ण अवस्थामा रहेको छ। उत्खनन कार्य र अध्ययन कार्य भइरहेको छ, तर एकदमै यो जीर्ण अवस्थामा रहेको देख्न पाइन्छ। यो क्षेत्रलाई संरक्षण र सम्वर्धन गर्नका लागि स्थानीय प्रदेश र सङ्घीय सरकारको ध्यान जान आवश्यक छ। यो जीर्ण अवस्थामा रहेको नौलो, हामी जीर्ण अवस्थामा रहेको यो नुहालोको अवस्था देख्न सक्छौँ। यो ऐतिहासिक नुहालो र यसपछि हामी यो महत्त्वपूर्ण यो नुहालोपछि पञ्चदेवल यो क्षेत्र हो। यो नागी मल्लको यो राज्य शासनकालमा रहेको यो पञ्चदेवल, यो एकदमै यो पनि जीर्ण अवस्थामा रहेको छ। यसको संरक्षण गर्नका लागि सरकारको ध्यान जान जरुरी छ। यो ऐतिहासिक यो नागी मल्लको यो दरबार क्षेत्रमा रहेको यो पञ्चदेवल एकदमै जीर्ण अवस्थामा रहेको हामी देख्न सक्छु। पञ्चदेवल पारिपट्टि ग्वासी मन्दिर हामी देख्न सक्छु। यो पञ्चदेवलको पारिपट्टि दरबारको वरिपरि हामी यो मन्दिर ग्वासी मन्दिरमा अहिले छौँ। यो त्यसै दरबारको यो नागी मल्ल राजा बस्ने दरबार यस्तो रहेछ। यो डडेलधुराको यो अजयमेरु गाउँपालिकामा पर्छ। यो नागी मल्लको यो प्राचीन ऐतिहासिक भग्नावशेष दरबार क्षेत्र हो। यो हामी यसलाई जुम गरेर देखाइदियो। यो दरबार क्षेत्र डडेलधुरा जिल्लाको अजयमेरुमा पर्छ।